सत्ता जित्नेले चलाउने हो हैन यो संसारको वर्ल्ड वाइड नियम हो यो तर आज जेनजीको सरकार बन्यो भनेर भनिरहँदा जेनजीका प्रतिनिधिहरू खै तपाईहरु खै मन्त्री भएको तपाईहरुका प्रतिनिधि खै मन्त्री भएको हैन यो यस्तो भयो अब बारदारा समता को आउँछन् मन्त्रालयमा त के भइरहेछ यहाँ अब यस्तो भयो यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ है सडकको तातो सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानै पर्छ त्यसमा दुई मत छैन जुन अस्ति 4 जना सिफारिस हुनुभयो कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेनजी हो कि होइन त्यो नभइकन सडकको चाहिँ आगो मन्त्रीमण्डलमा हुनै पर्छ भनेको सडकमा पार्टिसिपेसन गरेको पात्र हजुर क्याबिनेटमा हुनुपर्छ पर्यो ढाल्नुपर्ने देउबाको त्यो चाहिँ दम्ब थियो ओलीको दम्ब थियो तर जले सिंहदरबार संसद भवन संस्थागत गर्न सक्नु भएन तपाईहरुको आन्दोलन गर्ने आरोप छ तपाईहरुलाई त्यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ हैन यस्तो हेर्नुस् अब त्यतिखेरको एजेन्डा भनेको चाहिँ एक्ज्याक्टली सरकार ढाल्ने भन्ने थिएन है अब के भयो भयो